को बियर गिल्स यस्तैबाट हिँड्छ त्यो त त्यो त्यति गरेर मर्नी भयो त्यो यार त्यो त्यस्तै गरी गरी मर्नी भयो कि त्यो हामीलाई पोतो बनाउँछ यो पानी आयो भने बाटो खतरनाक छ अच्छा हजुर भाँच्नु त्यसले भाँच्नु हिँडेर हिँड्छन् कि आज भोलि हेर्नु त बाटो अप्ठ्यारो भएर होला नि होइन मान्छे पहिला हिँड्थ्यो होला कि अझ अहिले हिँड्दैन झन् चप्पल लाएर आएको कहाँ गर्दो रहेछ नि त खुट्टामा बाघ भाइले हिँड्ने जस्तो छ बाटो यहाँ हामी हजुरले मैले खाँदिनँ कि रक्सी त हो गफानी जस्तो हुन्छ हजुरलाई मैले खाँदिनँ कि हजुर किन नि त्यस्तो मान्छे जस्तै हो हजुर मोहन त के मरु सर पनि सक्छ क्या हाम्रो गाउँमा कति त्यति मारिसक्यो गुलेलले पनि मारे बन्दुकले पनि मारे पहिला है कहाँ हिँडेर गोरु बाख्रा यहीँसम्म ल्याएर त्यसलाई चलाउन छैन बाटो छैन यार झन् पुगिदिएको छ बाटो अजिङ्गर एनाकोन्डाहरू हुन्छ यो ठाउँमा त कसले ढुङ्गा गोल्डीलाई त राम्रो है बाटो त्यो त मान्छे हिँड्दो रहेछ नि क्या हो केही देख्यो छैन ढुकुर होला छैन त्यो उसको के त परेको जस्तो हुन्छ त ढुकुर भने चिज अरे बाप रे हम कहाँ फंसिसक्यो यार heading to Puran Pani on the way yeah अरे बाप रे हजुर तना फुस्किएको छ यार
पल्लो जाने कि पल्लो जाने हो र मोटर बाटो जाने कि यताबाट जाने जाम के नि काना मात्र गरेछ यार हजुरलाई गीत गाउन आउँछ कि नै मलाई हजुर रक्सी आयो भने गीत गाउनुहुन्छ नि एउटा गीत गाना हान्दिनु न त एउटा भर्खर एक हानिसक्नु हजुर पिपलबाट पिलबाट हजुर 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 म हो भइहाल्छ नि त पिलबाट आएर तपाईँले खानु होइन पिलबाट आएर त होटलतिर किन बसेको त हजुर फेरि हजुर होइन होला कस्तो गडबडी तपाईँले गडबड हानिदिनु कि तर आज ल त बिहा गरेर लगाइदिएर यार दिमाग खराब हजुर हजुर नयाँ मान्छेसँग पट्टिन्छन् कसरी ल भन्नु न हामी गाउँका अब सधैँ हेर्ने जाउँ होइन हल्ला भइन्छ के अरे हामी ननर मान्छेलाई को पट्टिन्छ यार बोल्ने जे पाइ बोलिदिने होइन मान्छे अब त्यस्तो कुरा मिलाउन सके त अब पटिहाल्छ नि अब हामी ननर मान्छेलाई कहाँ पट्टिन्छ र यार न हामी यो जुन चाहिँ दोकान छ नि दोकान छ नि हजुर त्यहाँ कि आइनै छ होइन लग गोविन्द दाइले त्यहाँ यसो ट्राई गरेर पठाउनु ल फ्रिज खानुहुन्छ दोकानको छुट्टीलाई ए त्यो चाहिँ छुट्टीलाई ए म हिजो आउँदा बित्तिकै त्यहीँ छ नि बाबु सन्चै हुनुहुन्छ कहिले आउनुभयो र भन्दा थियो नि मलाई चिनेखेन् के ओ माई गड सरी हाम्रो पर्सनल कुरा हो यो चाहिँ म्युट हानिदिनु पर्छ है आउनु योबाट जाने नि योबाट हुँदैन आउँदैन मलाई कहाँ खुल्ने हुँदैन हेर्नु त यहाँ काँडासाँडा गरेछ पुरै हातभरि नआएको हुँदो रहेछ बाटो मोटो बाटो गएर माथि निस्कियो हुँदो रहेछ यार तनासँग सब फुसिसक्यो मेरो यार खोइ खरबारी बाटो हिँड्नु यार त्यस्तो मात्र नहिँड्नु झिउको मात्र ल्याउनु लाग्यो मलाई त यो बाटै छैन यार घर घर सिँगेलेर बसी हुन्छ अब कहाँ निकाल्न घर होइन हातले गरेको फाइनल्ली हामी चाहिँ अगाडि हिँड्नुपर्छ कि हाम्रा सर उहाँले छपिहाल्नुहुन्छ नि त होइन र हो है साथमा भन्छु को हजुर लड्नु भएको थियो हजुर कहाँ जित्नुभयो तपाईँले भाग्यो तपाईँलाई देखेर के भन्नु त जानिलामा के एउटा सजेसन के कुरा दियो होला नि अहिलेको लागि बजेस नेक्स्ट टाइम भेटेछ नि तँलाई म मारिदिन्छु भन्यो होला नि त अन द स्पोट पाएको फेरि
ए बा बाटो त यार यहीँबाट ठाडै निस्कौँ ट्याक्कै बाटोमा पुगिन्छ कट्टु खस्यो चुको त्यो झ्याप हुने हो क्या हजुर यार हो अनि बल्ल रक्सी ल्याए जस्तो छ तपाईँलाई बाटो बोलाएर है 17 बाटो बोलाएर कुन चाहिँ बाटो मान्छेले जस्तो उता होइन यताबाट त्यही त उयो माथि गइन्छ यताबाट उहाँ हिँड्नु भएर चाहिँ पहिला यहाँ के गर्नु हिँड्नु र है लड्नु भयो माको डग्स कति रहर हामीलाई यस्तो बाटो हिँड्नु ए कहाँबाट हिँडेको होला कतै लडिन्छ कि लडिन्छ एकछिन 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 मैले भनिदिएको छु त यता होइन क्या डोले यता यहाँ बाटो हो कि यहाँ पानी खान्छ न पानीतिर होइन गाँदा खानुहुन्छ हजुरले ए गाँदा रक्सी दुइटै हो खैनी पनि हो अरे बापरे त्यो बाटोमा आइदियो आइए छैन खै त बाटो यस्तो छ बस्नु एकछिन बडा हजुर त रातो पिरो हुनुभयो त यार खोले त म
विजयको बुटले काम गरेछ जङ्गली आदिवासी जस्तो भयो बे आज हेर्नु यहाँ पहिला कस्तो मान्छ बाटो खोइ कहाँबाट पहिलाको पुरानो बाटो यो दिमागमा तपाईँको हो कि बुझ्नु भने हजुरको दिमागमा यस्तो भयो कि हामी यहाँ बाटो भेट्दैन फर्किने माटो नि हो बाटो हो यो निस्किनु छिटो अभि फाइनली बाटोमा आइयो मेरो छोराएर माया टोक्ने पानी खाएर जाम है हजुर है यहाँ न रुक्न पानी नि छैन क्या आउनु फेरि माथि निस्किने हजुर खै त यहाँ पानी नै छैन अब फेरि माथि निस्किने हो पानीको तलासमा यहाँ कहाँ आइसक्यो मान्छे अगाडि म हिँड्नु मन छैन हाम्रो अगाडिको सल्टी चाहिँ नाम के हो उहाँको रिमी सर हजुर के हो भन्दा रिमी सर हजुर ट्वाके ट्वाके अनि रिमी 4-5 वटा छन् अरे ये कामले बिरिसक्यो म यहाँ त ऐसे नुन काँडा बिज मेरो खुट्टा काँडा बिज जोगी एकछिन न यार बहुत भिडियो अफ गर्नु के सु हान्दियो माई गॉड
फायर हान्दिसियोस् त भाइ कस्तो बाटो आइयो हेर्न अनौठा बाटो यो त ठगै लागिसक्यो कहाँ हो त यो हो धेरै गइरहेछ नि त्यहाँ त्यहाँको पानी हाने क्या यो ट्रपी नबुझ्नु चाहिँ यसमा छ